के छ थ्योरम भन्दा थ्योरम के छ भन्दाखेरि चाहिँ के भनेको छ भन्दा कर्वेचर के एन्ड torsion T of a helix C, curvature K and torsion C of a helix C are in CONSTANT constant ratio to the CURVATURE curvature to the curvature K1 of a plane curve C1 obtained by PROJECTING obtained by projecting C on a plane PERPENDICULAR perpendicular to the axis of helix and connected by relation CONNECT connected by TION relation kappa is equal to kappa 1 sin square alpha and tau is equal to kappa 1 sin alpha cos alpha हुन्छ रे। एउटा कर्भ छ, यसले भन्न खोजेको चाहिँ कर्वेचर के एन्ड टोर्सन टी अफ अ सर्कुलर हेलिक्स, एउटा सर्कुलर हेलिक्स सी भन्ने छ आर कन्स्टेन्ट रेसियो टु द कर्वेचर के1 भनेको यो के1 अफ द प्लेन कर्भ सी1 अप्टेन, यो सी को प्रोजेक्सन गरेर सी1 हुन्छ, प्लेन कर्भ हुन्छ अनि त्यो चाहिँ के हुन्छ त भन्दाखेरि पर्पेन्डिकुलर टु द एक्सिस अफ द हेलिक्ससँग के हुनु पर्यो, त्यो प्रोजेक्सन गरेको पर्पेन्डिकुलर हुनु पर्यो एन्ड कनेक्टेड बाई रिलेसन, अनि यो रिलेसन कप्पा इक्वल टु कप्पा 1 साइन स्क्वायर एन्ड टाउ इक्वल टु कप्पा 1 साइन स्क्वायर अल्फा, त्यस्तै टाउ इक्वल टु कप्पा 1 साइन अल्फा कस अल्फा हुन्छ रे भन्ने कुरा हुनु पर्यो। ल यसलाई चित्र बनाएपछि बुझिन्छ। ल पहिला एउटा के गरौँ त भन्दा एउटा सर्कुलर हेलिक्स लिउँ। ल यो सी हो सर्कुलर हेलिक्स, यसको प्रोजेक्सन यसको के त भन्दाखेरि यो एक्सिससँग पर्पेन्डिकुलर हुने प्रोजेक्सन हुनु पर्यो एउटा, यसको प्रोजेक्सन हो। ल मानौ यो C1 भयो, यसको कुनै एउटा पोइन्ट पी हो, यहाँ एउटा कुनै एउटा पोइन्ट यसको यो पी एक्स वाई जेड लियो भने यो प्लेन हुन्छ भनेको एक्स वाई प्लेनमा भयो, यो एक्सिस हो भनेर मानौँ है, यो एक्सिस हो यो P1 एक्स वाई र यो जेड 0 भयो, किन त भन्दा एक्स वाई प्लेनमा हो, त्यसो भए यो एङ्गल के भयो त अल्फा भयो, यसको हाइट कति भयो जेड भयो, यो C1 कर्भ हुने भएको हुनाले यसलाई S1 यो ए भन्ने पोइन्टबाट यसलाई चाहिँ यस मानौँ। ल कुरो यति हो, चित्रमा बुझ्नुपर्ने कुरा यति हो, अरू केही पनि छैन। ल अब यही कुरा है त, अब प्रुफ CBLIX हेलिक्स होइन, CB हेलिक्स एन्ड C1 be the PROJECTION projection of C on plane curve CRV curve and P को पोजिसन भेक्टर एन्ड द ARC आर्क AP भनेको के छ, आर्क AP भनेको यस छ र ARC आर्क AP1 भनेको के छ त AP1 भनेको S1 छ।
अनि त्यसपछि त अरू कुरा ठिक छ ल। त्यसो भए यसलाई अलि सानो बनाइदियो भने राइट एङ्गल ट्राइङ्गल हुन्छ क्या। यो यहाँ राइट एङ्गल हुन्छ, यसलाई नजिकै ल्याइदियो भनेदेखि राइट एङ्गल ट्राइङ्गल हुन्छ। त्यो इन ट्राइङ्गल के त एपिपी AP1P कस अल्फा इक्वल टु बी बाई कस अल्फा भनेको बी बाई एच, बी भनेको जेड बाई एच भनेको यहाँ यस। त्यसो भए जेड भनेको यस कस अल्फा भयो। त्यस्तै साइन अल्फा भनेको पी बाई यच भनेको यस वान बाई यस भयो। ल त्यसो भएदेखि जेड भयो, यसमा यस वानको मान निकाल्नु। यस वान इक्वल टु यस साइन अल्फा। यसलाई डेरिभेटिभ पनि गरौँ त विथ रेस्पेक्ट टु यस, के अरे यस वान इक्वल टु यही हो डी यस वान बाई डी यस विथ रेस्पेक्ट टु यसमा डेरिभेटिभ गऱ्यो भने यसको डेरिभेटिभ वान भयो साइनको यो उसमा, अनि साइनको डेरिभेटिभ यो साइन अल्फा मात्रै भयो। ठिक छ। नाउ पोजिसन भेक्टर अफ पी के हो त? पोजिसन भेक्टर अफ पी आर इक्वल टु के हो त? हामीले आर इक्वल टु एक्स वाई र जेड हो। जेड भनेको के हो? आर भेक्टर इक्वल टु एक्स वाई। हामीले जेड के निकालेछौँ? यस कस अल्फा, यस कस अल्फा। ल यसको फर्स्ट डेरिभेटिभ आर ड्यास भनेको टी हो नि, आर ड्यास भनेको टी होइन र आर ड्यास भनेको त टी हो नि त। ल टी, त्यसो भए टी भनेको के भयो त? त्यसो भएदेखि भने एक्स ड्यास वाई ड्यास र कस अल्फा। कसरी कस अल्फा भयो? यो यसको डेरिभेटिभ वान, कस अल्फाको कस अल्फा, यस एज इट इज, के अरे यसको डेरिभेटिभ कस अल्फा एज इट इज, अनि कस अल्फाको डेरिभेटिभ यस एज इट इज, कस अल्फा कन्सटेन्ट, त्यसको डेरिभेटिभ 0। त्यसरी भयो। ल अब टीको डेरिभेटिभ के हो हामीलाई थाहा छ। एगेन यो डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु यस गरेको है, यहाँ बुझ्ने कप्पा एन भेक्टर। अब टीको डेरिभेटिभ कप्पा एन, एक्स डबल ड्यास वाई डबल ड्यास 0 भयो। ल यसको म एकचोटि के लिन्छु? म्याग्निच्युड लिन्छु। म्याग्निच्युड एन भेक्टर युनिट नर्मल भेक्टर हो। नर्मल भेक्टर युनिट नर्मल भेक्टर प्रिन्सिपल नर्मल भेक्टर हो भनेदेखि यसको के अरे यसको म्याग्निच्युड 1 हुन्छ। त्यसो भए कप्पा मात्रै भयो। कप्पा इक्वल टु यसको म्याग्निच्युड के हुन्छ? ल सोचौँ। एक्स स्क्वायर प्लस वाई ड्यासको स्क्वायर प्लस 0 को स्क्वायर भनेको 0 भइहाल्यो, लेखिएन। कप्पा भनेको यति भयो। फेरि त्यही काम गरौँ त। हाम्रो R1 पनि त छ नि, R1 को पनि पोजिसन भेक्टर के हो त? R1 को पोजिसन भेक्टर हो। हामीसँग के छ? R1 को पोजिसन भेक्टर ल भनौँ। R1 को पोजिसन भेक्टर यहाँ छ नि त, के छ? यो हो नि त, यही लेखौँ नि त। R1 को पोजिसन भेक्टर एक्स वाई र अनि 0 हो, कमा हो है। ल अब यसको फर्स्ट डेरिभेटिभ गरौँ त। टी भेक्टर ds1 बाई ds। अब भन्छ यहाँ किन टी मात्रै भयो? यहाँ किन t1 पनि है? ds1 बाई ds भयो भन्छ। यो विथ रेस्पेक्ट टु यसमा गरेको आरलाई डेरिभेटिभ, r1लाई डेरिभेटिभ विथ रेस्पेक्ट टु s1 इन्टु ds1 बाई ds गर्नु परेन? त्यही भएर यो भयो। यसको डेरिभेटिभ अब एक्सको डेरिभेटिभ एक्स ड्यास, वाईको डेरिभेटिभ वाई ड्यास, 0 को 0 भइहाल्यो। ठिक छ। अब के गर्ने भन्दा यसको भ्यालु राखौँ त। t1 भेक्टर यसको भ्यालु हामी निकालेका छौँ नि त। यहाँ के निकालेका छौँ? ds1 बाई ds भनेको त साइन अल्फा हो नि त। साइन अल्फा इक्वल टु एक्स ड्यास वाई ड्यास र 0 भइहाल्यो। ल फेरि डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु एसमै गरौँ त। टीको डेरिभेटिभ सेनेट फेनेट फर्मुला कप्पा 1 n1, फेरि यसलाई s1 मा डेरिभेटिभ गर्दा यो भयो। फेरि यसमा डेरिभेटिभ गर्दा ds1 बाई ds इन्टु साइन अल्फा। फेरि यसलाई एज इट इज राखेर यसको डेरिभेटिभ गर्दा 0 भयो, लेखिएन। एक्स डबल ड्यास वाई डबल ड्यास इक्वल टु 0। ठिक छ। ल फेरि मान राखौँ त। कप्पा 1 n1, यसको मान के अरे? यो फेरि यहाँ राखेको होइन, साइन अल्फा इन्टु साइन अल्फा इक्वल टु एक्स डबल ड्यास वाई डबल ड्यास 0, डबल डेरिभेटिभ हो। ल अब यसको म्याग्निच्युड लियो। यो भेक्टर हो है, एन भेक्टर। कप्पा
कन्स्टेन्ट हो एन भेक्टर त कप्पा कन्स्टेन्ट भन्दा नि यो कर्वेचर हो कि ल अब त्यसो भएदेखि के भयो कुरा भन्दाखेरि अब म्याग्निच्युड लिउँ भने कप्पा 1 साइन स्क्वायर अल्फा इक्वल टु अहिलेको जस्तै यसको म्याग्निच्युड एक्स डबल ड्यासको स्क्वायर अनि प्लस वाई डबल ड्यासको डबल डेरिभेटिभको स्क्वायर भयो। अब के गर्ने चाहिएको के हो रे यी भइहाल्यो त यो कप्पाको मान यो होइन कप्पा भने यहाँ हाम्रो यी कप्पा बराबर यो आए होइन यसको ठाउँमा ल्याएर कप्पा राखिदिउँ त कप्पा 1 साइन स्क्वायर अल्फा इक्वल टु के लेख्नु पाइयो यहाँ कप्पा यो फर्स्टको भयो एउटा रिलेसन भयो। अब अर्को रिलेसन के छ टाओ ल्याउनु पर्यो के ल्याउनु पर्यो टाओ बराबर कप्पा 1 कसरी वी नो द्याट के छ हामीलाई कप्पा बाई टाओ इक्वल टु हामी टेन अल्फा हामीले यो उसको के अरे सर्कुलर सिलिन्ड्रिकल हेलिक्समा चाहिँ कप्पा बाई टाओ भनेको कन्स्टेन्ट हुन्छ भनेर फर्स्टमै प्रुभ गरेका छौँ। फर्स्ट थ्योरमै यही हो जहाँसम्म लाग्छ फर्स्ट थ्योरमै यही प्रुभ कन्स्टेन्ट हुन्छ भनेर यिनीहरूको रेसियो कन्स्टेन्ट हुन्छ भनेर प्रुभ गरेका छौँ। फर्स्ट थ्योरम यो भएपछि यो लेख्नु पाइयो ल त्यसो भए कप्पाको ठाउँमा यो राखौँ नि त त्यसो भए कप्पा 1 साइन स्क्वायर अल्फा इक्वल टु कप्पा भनेको के भयो टोर्सन टेन अल्फा ल त्यसो भए हामीलाई निकाल्नुपर्ने टोर्सन हो यसलाई यता लैदिउँ कप्पा 1 साइन स्क्वायर अल्फा अपन योलाई यता ल्याउँदाखेरि टेन अल्फा भनेको साइन अल्फा बाई कस अल्फा इक्वल टु टाओ साइन अल्फाले एउटा काट्यो कस अल्फा माथि गयो भनेको चाहिँ के भयो कप्पा 1 साइन अल्फा कस अल्फा इक्वल टु टाओ होइन र टाओ बराबर कप्पा 1 साइन अल्फा कस अल्फा यो पनि प्रुभ भयो दुईटै रिलेसन प्रुभ भयो। यसरी हामीले यो थ्योरम प्रुभ गर्न सक्यौँ। यो मोस्ट इम्पोर्टेन्ट